मजाले घाँस खाँदैछ यिनीहरू। ए चाहिँ लाम उयोलाई चाहिँ छोटो भयो कि क्या दोरी यो पुरा उयो गर्दैछ। पर पनि खाँदैछ पर। के हो डन के गरेको डन? तल खुट्टा राखेर खाँदैछ यहाँनिर। यहाँ चाहिँ यसको पेट ढाडेर यहाँ औषधि खुवाउनु आँटेको। त्यस क्यारेटसँग यसरी पेट ढाडो भन्छ, यो डक्टर बोलाएर दिइरहेछ। यसरी खुवाएको। मेरो भाले पोथी यहाँ छन्, यहाँ पनि भाले पोथीहरू त के ठुङ्दैछ यिनीहरू। मैले अस्ति रोपेको फुलहरू यसरी जाग्यो। अब यो फुल्दा कति राम्रो देख्छ होला नि ड्रागन फ्रुटको। मेरो लक्कु मेरो चुलबुले यसलाई पनि खोलेको छैन, उब्रिँदैछ। यसले त के हो के गर्दैछ त खेल्ने लडी बडी। अब लास्ट यसो देखाइदिउँ न। यो दाइले बनाएको खोट चाहिँ यस्तो छ। यो चाहिँ यो पाइप चाहिँ यो मुनि सफा गर्नुको लागि, यो सबै सफा गर्नुपर्छ। त्यसको लागि टक्क अहिले चाहिँ थोरै मात्रै छ हाम्रो बाख्राहरू। पहिला चाहिँ थुप्रै थियो। अनि दाइ बाहिर जानु पर्यो, भाउजू सक्नु हुँदैन, त्यही भएर यहाँनिर यहाँ बोका राख्नु हुन्थ्यो। यहाँ चाहिँ पाठाहरू, अघि हामीले पाठाहरू राखेको थियौँ यहाँनिर। अनि नक्कली यहाँ आइपुगेछ चाहिँ मेरो स्मल किचन। यहाँनिर चराहरू कस्तो मजाले कराउँदैछ साथीहरू। अनि हाम्रो अगाडि चाहिँ यस्तो मकै बारी टक्क छ। अनि पानी पनि छिटाउँदैछ है हाम्रो चाहिँ आज। यस्तै छ। औषधि खाएर घाँस खानु गएछ। खानु त छोड्दैन नि, पेट ढाडे पनि पेट सुने पनि। दुध माग्दैछ, दुध दिनै मानेको छैन मुर्गीले। अर्को डन हिरो आइपुग्यो। यो 1 नम्बरको चक्छ के तल त के पो गरौँ म उता हेर्नु उब्रेर कता कता पुग्छ पुग्छ। यो हेर्नु न यहाँ नखोलिदिएको यहाँ मलाई देखेर यहाँ यसको चकचक चुरी फुरी फेरि यसको। यसलाई त तेरो जस्तो मोच कसको छ हौ रक्कु? यस्तो चलाक छ मेरो यो डन। डन मेरो घरको मालिक। आयो यहाँ हेर्नु न यहाँ। हेलो अब मरिस् त। तँलाई के गरौँ? छोड्नु पानी पर्न त। अनि कता जाने अब? घरमै बस्नुपर्छ ल। बुझ्छ बुझ्नु त बुझ्छ नि, फेरि सबै बुझ्छ। नगर उठ बस भनेको मान्छ क्या। बिहानदेखि नछोडेको। आम्मामा यसको पारा यस्तो छ। ढकमक केरा पनि पाएको पहेँलै साथीहरू। चरा उड्दैछ त हेर्नुहोस् है कस्तो मजाले उड्यो। यहाँनिर बसेको थियो क्या, यहाँनिर यो रुखमा पानी पर्दैछ, हावा पनि चल्दैछ, पानी छिर्काउँदैछ। यहाँ मुनि हेर्नु नि अलिअलि छिर्काउँदैछ, त्यसले चकचक गर्दैछ। ल के हेर्नु न यही देखाइराख्नु मन लाग्छ मलाई त। मजाले खाँदैछ। हाम्रो दाजु हुँदा पनि यसरी नै दिन्थेन क्या। आउने बित्तिकै घाँस काटेर यसरी दिनुहुन्थ्यो। त्यही भएर मैले पनि दिएँ। किनभने अगाडि नै हाम्रो खोल्सातिरको क्या काटेर दिएको। पाठाहरू पनि मगाउँछ, माउहरू पनि मगाउँछ नि त्यसरी त। हावा यस्तो खतरा डेन्जर चल्दैछ साथीहरू। डेन्जर हावा चल्दैछ है। आम्मामा जिम्बु हेर्नु न, जिम्बु यहाँ कुखुरालाई ठुँगेर ठुँगेर यतिको भएछ। अनि यो चाहिँ कानहरू नाकहरू छिर्ने काँडा क्या यो दाजुले रोपिरहेको। यो चाहिँ भाउजूकोबाट लिएर रोपेको बिरुवा। यो शीर्षक दाइकोबाट मैले लिएर आएको। जस भयो मर्छ होला जस्तो लाग्दै थियो। काँडे फुल यो त घरमा नरोप्नु भन्छ नि, तर पनि हामी त रोप्यौँ। यो चाहिँ यसरी फुल रहेछ मजाले। यस्तो छ है हाम्रो चाहिँ खोर। पानी पर्नु आँट्यो है साथीहरू। अब हावा हुरी के सब चलिरहेछ। अब
अब पानी टर्रो पर्ने रहेछ। के कस्तो भयो सानोतिनो भिडियोहरू मैले लिएँ, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। बाई बाई साथीहरू।